सम्मानीय सभामुख महोदय, आज हामी भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्तो अत्यन्तै संवेदनशील र दूरगामी मत राख्ने विषयमा सैद्धान्तिक छलफल गरिरहेका छौँ। हरेक नेपालीको जीवन, जीविका, पहिचान र भविष्यसँग प्रत्यक्ष जोडिएको भूमि सम्बन्धी कानुनमा संशोधन गर्दा हामीले अत्यन्तै गम्भीरता, दूरदर्शिता, जन उत्तरदायित्व देखाउनुपर्ने आवश्यकता छ। उक्त विधेयकले केही सकारात्मक उद्देश्यहरू प्रस्तुत गरेको देखिन्छ, जस्तै घर जग्गा व्यवस्थालाई सहजीकरण गर्नु, भूमिहीन, दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनु र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्नु। यी उद्देश्यहरू आफैमा राम्रा हुन्, तर यी उद्देश्यहरू प्राप्त गर्न विधेयकमा प्रस्तावित प्रावधानले नेपालको वर्तमान सामाजिक, आर्थिक यथार्थ र वातावरणीय संवेदनशीलता र विगतका अनुभवलाई कति सम्बोधन गरेका छन् भन्ने कुरामा गम्भीर प्रश्न उठेका छन्। सभामुख महोदय, भूमि सम्बन्धी ऐन 2021मा प्रस्तावित संशोधनका केही प्रावधानहरू नियतवश नै निश्चित समूह वा स्वार्थलाई लाभ पुग्ने गरी ल्याएको हो कि भन्ने आशंका उत्पन्न भएको छ। विशेष गरी घर जग्गा व्यवसायमा जग्गा बाँडफाँड सम्बन्धी व्यवस्थाले भूमि खण्डीकरणलाई बढावा दिने, कृषि योग्य जमिनको विनाश गर्ने र जग्गाको मूल्य अत्याधिक वृद्धि गराई सर्वसाधारणको पहुँचबाट बाहिर पुर्याउने प्रवृत्तिलाई नै प्रश्रय दिने खतरा देखिन्छ। यसले चलखेल र दुरुपयोगको ढोका खोल्न सक्छ। सामूहिक उपयोगमा रहने भनिएका जग्गाहरूको संरक्षण र व्यवस्थापनको स्पष्ट योजना अभावमा ती अतिक्रमण वा निजी स्वार्थमा प्रयोग हुने जोखिम रहन्छ। सभामुख महोदय, विगतका सरकारले पनि यस्तै बहानामा जनताको नाममा निर्णय गरे, तर नतिजा के आयो? नेता मन्त्रीहरूका नातागोता आफन्तहरूले सामुदायिक वन कब्जा गरे, आरक्षित क्षेत्रभित्र होटल ठड्यायो। योजना आयोगले तय नगरेका स्थानहरूमा समेत जग्गामा बजेट खन्याएर रोजर चलायो र कति मन्त्री, सांसद, नेताहरूको निजी कम्पनी र ट्रस्टहरूको नाममा राज्यको अर्बौं मूल्यको जमिन हस्तान्तरण अतिक्रमण भएको छ। के यस विरुद्ध आजसम्म कोही जवाबदेही भएको छ? म सरकारसँग प्रश्न गर्न चाहन्छु, माननीय मन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु। त्यसै गरी भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नाममा सार्वजनिक जग्गा, नदी, खोला किनारा, जोखिमयुक्त स्थान, राष्ट्रिय निकुञ्ज, आरक्षण, वन क्षेत्र र सडक सीमाभित्रका भूभागमा पनि निश्चित शर्तमा बसोबासलाई वैधिकता दिन खोजेको देखिन्छ। यसले वातावरण सन्तुलन, प्राकृतिक प्रकोपको जोखिम, सार्वजनिक सम्पत्तिको सुरक्षामा गम्भीर चुनौती थप्ने सम्भावना छ। विधेयकमा समावेश शर्तहरूले विगतका अतिक्रमणलाई नै वैधानिकता दिने र भविष्यमा यस्ता कार्यलाई प्रोत्साहन गर्ने जोखिम देखिन्छ। जोखिमयुक्त स्थानका बासिन्दालाई अध्ययन सार्ने भने पनि यसको व्यवहारिकता र कार्यान्वयन पक्ष विगतमा झै कमजोर हुन सक्ने देखिन्छ। अव्यवस्थित बसोबासलाई दस्तुर लिएर स्वामित्व दिन सक्ने व्यवस्था वन क्षेत्रको संरक्षणमा गम्भीर आँच पुर्याउने खतरा पुगेको छ। सभामुख महोदय, यी प्रावधानले भूमिहीन र सुकुम्बासीको नाममा भूमाफिया तथा स्वार्थ समूहलाई पोस्ने, कृषि योग्य जमिन नष्ट गर्ने, वातावरणीय असन्तुलन निम्त्याउने र प्राकृतिक प्रकोपको जोखिम बढाउने सम्भावना देखिन्छ। प्रगतिशील भूमि सुधारको सट्टा भूमि केन्द्रीकरण र अव्यवस्थालाई नै बढावा दिने खतरा प्रष्ट छ। त्यसैले पुरानो प्रवृत्तिलाई विधेयक मार्फत संस्थागत गर्न पाइँदैन। वास्तविक भूमिहीनको पहिचान नगरी, भूमि उपयोग ऐनको प्रभावकारी कार्यान्वयन नगरी, वातावरणीय प्रभाव मूल्याङ्कन नगरी र सरकारको व्यापक परामर्श नगरी विधेयक अघि ल्याउनु भनेको जनताको नाममा स्वार्थ समूहलाई जग्गा बाँड्ने अर्को षड्यन्त्र हो। यसर्थ सरकारलाई उक्त विधेयकमाथि गम्भीर